नयाँ दिल्लीको शास्ति भोग्न छाडौं, नेपालमै पोर्चुगलको दूतावास ल्याउन एकजुट बनौं। पोर्चुगलमा बस्ने नेपालहरूका लागि महत्त्वपूर्ण सूचना। पोर्चुगलको नयाँ दिल्ली भारतमा रहेको दूतावासमा धाउनुपर्ने बाध्यता, ढिलासुस्ती र खर्चिलो प्रक्रियालाई अन्त्य गर्न नेपालमै पोर्चुगलको वाणिज्य दूतावास स्थापनाको माग गर्दै पोर्चुगलको संसदमा अनलाइन हस्ताक्षर संकलनको निवेदन पेश गरिएको छ। हाम्रो हस्ताक्षर किन जरुरी छ त? जब हाम्रो अनलाइन सिग्नेचरको संख्या 1000 पुग्छ, तब यो निवेदन आधिकारिक रूपमा दर्ता हुन जान्छ। साथै 2500 पुगेको खण्डमा संसदीय समितिमा यस निवेदन बारे छलफल सुरु हुन्छ। अन्ततः 7500 पुर्याउन सक्यो भने पोर्चुगलको मुख्य संसदमै यसबारे बहस हुनेछ, जसले नेपालमा दूतावास खोल्न पोर्चुगल सरकारलाई ठूलो दबाव दिन सक्छ। कसले हस्ताक्षर गर्न पाउँछन् त? पोर्चुगलमा बस्ने सबै नेपालीहरू जससँग रेसिडेन्सी कार्ड वा वैध कागजात छ, सबैले हस्ताक्षर गर्न सक्नुहुन्छ। अनलाइन सिग्नेचर कसरी गर्ने त? जबसम्म तपाईले आफ्नो इमेलमा 2वटा कन्फर्मेसन मेल पाउनुहुन्न, तबसम्म अनलाइन सिग्नेचर भ्यालिड भएको हुँदैन। यो महत्त्वपूर्ण छ, स्किप नगरी अन्त्यसम्म हेर्नुहोला। यसको लागि हामी सुरुमा आधिकारिक लिङ्कमा गएर आफ्नो नाम, इमेल र परिचय पत्र नम्बर हाली एकाउन्ट क्रिएट गर्छौं र एकाउन्टलाई भेरिफाइड गरेर तब मात्र अनलाइन सिग्नेचर गर्ने प्रक्रियामा जानेछौं। भिडियो अन्तिमसम्म हेर्नुहोला। अनलाइन हस्ताक्षर गर्ने लिङ्क तपाईले युरोप चौतारीको अफिसियल फेसबुक पेजबाट पाउन सक्नुहुन्छ। सबैभन्दा सुरुमा तपाईले यो लिङ्कलाई क्लिक गर्नुहोस्। लिङ्क क्लिक भइसकेपछि तपाईले भित्र यस्तो इन्टरफेस पाउन सक्नुहुन्छ। यसमा तपाईले रजिस्टरमा क्लिक गर्नुहोला। रजिस्टरमा क्लिक गरिसकेपछि तपाईले यहाँ आफ्नो डिटेलहरु भर्नुपर्ने हुन्छ। तपाईले क्रमशः इमेलमा आफ्नो मोबाइलमा लगइन भएको इमेल एड्रेस हाल्नुहोला। त्यसैगरी आफूलाई सजिलो हुने खालको पासवर्ड पनि क्रिएट गर्नुहोला। दुवै पासवर्ड यहाँनिर सिमिलर हुनुपर्छ। त्यसपछि तपाईले आफ्नो व्यक्तिगत विवरण हाल्नुपर्ने हुन्छ। नम्बर कम्प्लिटमा आफ्नो नाम हाल्नुहोला। कन्ट्याक्ट टेलिफोनमा आफ्नो फोन नम्बर हाल्नुहोला। मोरदामा तपाईको ठेगाना हाल्नुहोला। त्यसपछि हामी फोटोग्राफीमा जानेछौँ। फोटोग्राफीमा तपाईले आफ्नो टीआरसी कार्ड अथवा जुन डकुमेन्ट हालेर तपाईले यो सिग्नेचर गर्न लागिराख्नु भएको छ, त्यो डकुमेन्टको फोटो हाल्नुभयो भने उचित रहनेछ। त्यसैगरी डाटा दे नासिमेन्टमा तपाईले आफ्नो डेट अफ बर्थ, आफ्नो जन्ममिति हाल्नुहोला। नेसनलिटीको अप्सनमा हामीले नेपाल पाउन सक्दैनौँ, त्यसैकारणले यसलाई तपाईले खाली छोडिदिँदा हुन्छ। त्यसैगरी टिपो दे डकुमेन्टो दे आइडेन्टिफिकेसनमा हामीले यहाँ 4वटा अप्सनहरु देख्न सक्छौं। कार्टो दे सिदादो, यो भनेको यहाँको पोर्चुगिज नागरिकहरुको लागि मात्रै हो। बिलिते दे आइडेन्टिदादे भनेको चाहिँ तपाईको आइडेन्टिटी कार्ड भनेको चाहिँ पुरानो तरिकाको कार्टो दे सिदादो जस्तै हो, जो हामीसँग उपलब्ध हुन सक्दैन। त्यसैगरी यहाँनिर अटो टिपो दे डकुमेन्टो दे आइडेन्टिफिकेसन, यसमा चाहिँ तपाईको रेसिडेन्सी कार्डहरु पढ्न सक्छ र पासपोर्ट भनेको पासपोर्ट तपाईको नेपालको पासपोर्ट अथवा पोर्चुगलको पासपोर्ट भइहाल्यो। पासपोर्टबाट गर्दै हुनुहुन्छ भने पासपोर्टमा सिलेक्ट गर्नुहोस् र रेसिडेन्सी कार्डबाट चाहिँ एकाउन्ट क्रिएट गर्दै हुनुहुन्छ भने तपाईले थर्ड नम्बरको अप्सनलाई चुज गर्नु होला। अटो टिपो दे डकुमेन्टो दे आइडेन्टिफिकेसनमा थर्ड नम्बरको अप्सन चुज गर्नुभयो भने यहाँ फेरि अर्को एउटा अप्सन पनि खोल्न जान्छ र त्यो अप्सनमा चाहिँ तपाईको नोमे दे डकुमेन्टो दे आइडेन्टिफिकेसनमा चाहिँ टीआरसी अथवा टिट्लो दे रेसिडेन्स हो, तपाईलाई जे सजिलो लाग्छ त्यही टाइप गरेर हाल्नु होला। त्यसपछि तपाईले नोमे दे डकुमेन्टो दे आइडेन्टिफिकेसनमा तपाईले आफ्नो डकुमेन्टमा भएको नम्बर, टीआरसी कार्ड नम्बर हाल्नु होला र डाटा दे भ्यालिडेटेड डकुमेन्टो दे आइडेन्टिफिकेसनमा तपाईको डकुमेन्टको भ्यालिडिटी डेट हाल्नु होला। यति गरिसकेपछि तपाईको अकाउन्ट प्रक्रिया अब पूरा भएको छ। अब तपाईले यहाँ तलको यो साइनमा क्लिक गर्नु होला। त्यसपछि तपाईले एउटा मेल पाउनुहुनेछ। त्यो मेलमा तपाईले क्लिक हियरमा क्लिक गर्नु होला। यति भएपछि तपाईको अकाउन्ट कन्फर्मेसन भयो। त्यसपछि तपाईको यस्तो खालको इन्टरफेस खुल्छ। अब मेन टास्क चाहिँ तपाईको यहाँनिर सुरु हुन्छ। अब यहाँनिर चाहिँ हामीले धेरैवटा यहाँनिर निवेदनहरु पेश भएको छ पोर्चुगल गभर्नमेन्टको यो पोर्टलमा, तर हामीले खास गरिकन हाम्रो नेपालको लागि भनेर छुट्याइएको अप्सनलाई चाहिँ हामीले खोज्नु पर्ने हुन्छ, जुन चाहिँ एकदम स्क्रोल गरेर तपाई तल जानुहोस् र यहाँ गएर petição para cercação de uma represa लेखिएको अप्सनमा क्लिक गरेर चाहिँ टु साइनमा क्लिक गरेर अनि फेरि अर्कोचोटी टु साइनमा क्लिक गरिसकेपछि अनि बल्ल मात्र तपाईको साइन यहाँ भ्यालिड हुन्छ। यसपछि तपाईले तपाईको सिग्नेचर चाहिँ भ्यालिड भयो, कन्फर्म भयो भनेर तपाईले अर्को एउटा इमेल पाउनुहुन्छ। तब मात्र तपाईको सिग्नेचरले यहाँनिर काउन्टिङ दिन थाल्छ। भिडियोलाई शेयर गरेर सबै समक्ष पुर्याउनु होला र सबैजनाले सक्दो सहयोग गर्नु होला। धन्यवाद। हेलो नमस्ते एभ्रिवान। है यहाँ धेरैजनाले चाहिँ साइन गर्नुभएको तर साइन भएन भनेर भन्नुभएको भएर मैले चाहिँ एउटा छोटो भिडियो बनाइदिएछु, कसरी चाहिँ तपाईहरुले आफ्नो पेटिसन साइन गर्नुभएको चाहिँ भयो कि भएको छैन भनेर कसरी चेक गर्ने है त। यसरी फेसबुकको लिङ्क क्लिक गरिसके पछाडि चाहिँ यसरी होम पेज खुल्छ है त्यो पार्लियामेन्टको। त्यो पछाडि त्यहाँ भित्र गएर इन्त्रारमा गएर आफ्नो इमेल र पासवर्ड हालेर त्यहाँ इन्त्रार गर्नु भनेको लगइन गर्नु है। त्यो पछाडि लगइन भइसके पछाडि माथि प्रोफाइल भन्नेमा प्रोफाइलमा गएर अनि स्क्रोल गरेर तल हेर्नुभयो भने त्यहाँ असिना सुरसमा 1 देखाउँछ है। 000 छ, 3 टाइममा भने चाहिँ साइन भएको छैन, 1 देखाछ भने चाहिँ भएको छ है त। ओके, थ्याङ्क यू।